खुसुक्क कुरा के हो भने हामी एमाले नै हो, हामी काङ्ग्रेस नै हो, हामी माओवादी नै हो, हामी राजावादी नै हो। पार्टी परिवर्तन हुँदैन, हामी जो हो। स्थानीय सरकार वा हाम्रै हातको सरकार जहाँ हामीले नै चुनेको मान्छे छ उसलाई यो भोटले केही पनि असर गर्दैन। त्यहाँ हाम्रै मान्छे छ, त्यो सबैभन्दा हाम्रो ठुलो सरकार हो। यो भोटले त्यो सरकारलाई केही पनि असर गर्दैन। तर देशको सरकार जो संसदबाट बन्छ त्यहाँ बुढाहरू भए, बुढाहरूले खेले, त्यहाँ एक आपसमा झगडा गरे। यसअघि ओलीलाई बहुमत दिएर पठाएको पनि सबै चकनाचुर पारे। अब यिनीहरूले गरेनन्। अब यिनीहरूले विदेशी खेल भनिन्छन् सबै, तर यिनीहरूले नै खेलेर विदेशीलाई ल्याएर राजा मारे। फेरि यिनीहरूले नै मारे मदन भण्डारीलाई। जो अलिकति गर्छु भनेर आउँछ यिनीहरूले मारिहाल्छन्। रवि केही गर्छु भनेर आथ्यो, यति हदसम्म गर्यो। फेरि बालेन स्वतन्त्र उम्मेदवार भएर काठमाडौँमा केही गर्छु भन्यो, तर दलभन्दा बाहिरको वा स्वतन्त्र व्यक्ति आएर गर्यो भने त दलले जो जागिर बनाएर खाएको छ पुरै देशलाई, सबै पार्टीले यहाँ त जागिर हो। पार्टी भनेको त जागिर हो, पेसा हो। अथवा त्यो पेसा कम हुन्छ, स्वतन्त्र व्यक्ति आए भने पार्टीको पेसा वा देश दोहन गर्न हामीले पाउँदैनौँ भनेर बालेनलाई यति असहयोग गरे। कानुनी रूपमा, राजनीतिक रूपमा, सबै रूपमा बालेनलाई असहयोग गरे। हर्क साम्पाङले जे गर्यो त्यो उसले आफ्नै बलबुत्ताले हो, केन्द्रबाट सहयोग भएन। अत यहाँ दलीय दबदबाले यी बुढा नेताहरू यसरी खेले। फेरि यिनीहरूले नै सबै विदेशी खेल गराएको यिनीहरूले नै हो। अहिले जेनजीको आरोपमा अहिले जो चुनाव अगाडि आएको छ यसमा पनि यिनीहरूले देश जलायो, विदेशीले आएर जलाइदियो भनेर आरोप लगाएका छन्। तर सबै विदेशी खेल ल्याएको यिनीहरूले नै हो। अतः यिनीहरूलाई अहिले रोकौँ। यो चुनावले स्थानीय सरकार वा हाम्रो सरकार वा हामीले चुनेको व्यक्तिलाई केही पनि असर गर्दैन। उसले काम गर्छ, फेरि पनि हामी जो हौँ, फेरि हामीले पनि त्यहाँ चुनौला। तर अहिले देशको लागि, ती बुढा नेताहरूलाई फाल्नको लागि, ती बुढा नेतालाई फाल्नको लागि अलिकति युवाहरूलाई त्यहाँ लिएर जानु पर्यो। यसको लागि अहिले बालेनलाई साथ दिउँ, बालेनलाई भोट दिउँ। बालेनलाई साथ दिन, बालेनलाई जिताउनको लागि रासोपालाई भोट दिनुपर्ने भएको छ। त्यहाँ सबै जवान छ। यसपटक अर्को वैकल्पिक शक्ति वा अर्को दललाई उठाइदिउँ अनि यिनीहरूले देश दोहन गर्न अलिकति कम गर्छन्। अतः खुसुक्क यो चुनाव हामी जो भए पनि भोट अहिले वैकल्पिक शक्ति वा बालेनलाई दिउँ।